Hey guys, welcome back to our new vlog. After a long time भन्दा पनि छिटै आयो vlog किनकि अहिले हामी फ्री छौं हैन। अहिले फोटोहरु खिच्न पनि त्यति गएको छैन किनकि अहिले हाम्रो फ्री टाइम हो, त्यही भएर मैले vlog ल्याउँदै छु। अब म vlog एकदम कन्टिन्यू ल्याउने छु किनकि vlog नल्याएको धेरै भयो, vlog नगरेको धेरै भयो हैन। त्यही भएर एकदम हाम्रो YouTube शान्ति भएको थियो, अब एकदम शान्ति हुने छैन किनकि हामी vlog कमेडी भिडियोहरु एकदम रिल्सहरु ल्याउने छौं। त्यही भएर आज हामी रिल्स बनाउन जाँदैछौँ। सर्ट रिल्सहरु त्यो युट्युबमा पनि आउँछ र मेरो इन्स्टाग्राममा पनि आउँछ। मजाले हेर्दिनु होला, इन्जोय गर्नु होला। यो भ्लग पनि एकदम तपाईलाई रमाइलो हुनेछ किनकि हामीले एकदम भिडियोहरु बनाएकोहरु बिहाइन्ड द सिनहरु पनि हुनेछ यसमा किनकि एकदम राम्रो तरिकाले बनाउने भनेर हैन गर्यौं। त्यही भएर रमाइलो गरेर हेर्दिनु होला गाइस। र रवि भाइ चाहिँ छैन, अहिले रवि भाइ एकदम स्विमिङ खेल्न गएको छ अरे। अनि मैले फोन गरेको थिएँ, रवि भाइले फोन उठाएन। अब म फेरि फोन गर्नेछु, आएन भने म र सन्तोष दाइ जानेछौँ। अनि त्यसपछि रिल्सहरु हाल्नेछौँ, हामी रिल्सहरु बनाउनेछौँ, हाल्नेछौँ भरे बनाइसकेर। सो गाइस यस्तै छ, इन्जोय गर्नु होला। हामी चाहिँ लोकेसनमा आइपुगेका छौँ। यहाँ दाइ पनि आउनुभयो हैन। हामी बाइकमा चाहिँ भिडियो बनाउन पाइनौँ किनकि सिंगल ड्राइभ गऱ्यौँ दुईजनाले नै। त्यही भएर रवि भाइ आएन, रवि भाइले धोका दियो। अहिले आउँछ कि हेरौँ हुन्छ। दाइ वाउ भन्दैछ, रवि भाइ अर्को गाडीमा आउँछ नि। अहिले चाहिँ बरफ खाने र बरफ हैन। बेलागोडी चाहिँ यस्तो छ। आइसक्रिम वाला दाइको चाहिँ भिडियो बनाउनु हुँदैन अरे, त्यही भएर मैले आइसक्रिम दाइको चाहिँ भिडियो बनाइन। यता सन्तोष दाइ हुनुहुन्छ, यता म छु। अब हामी एक एउटा आइसक्रिम च्याप्पै पार्छौँ हैन। त्यस्तै छ। मैले चाहिँ चोकोबार लिएको छु, चोकोबार अरे यो चाहिँ हैन, यही फ्लेभरमा मात्रै पाइन्छ अरे, अरू फ्लेभरमा चाहिँ पाइँदैन अरे। कालो कालो हुँदो रहेछ चोकोबार चाहिँ। कालो त अब थाहा नै होला, अहिले ट्रेन्डिङ छ कालो भनेको चिज हैन। त्यही भएर हामीले पनि कालै खाइदिएको क्या। सो गाइस हाम्रो चाहिँ सुट कम्प्लिट भइसक्यो। मैले चाहिँ रिल्सहरु बनाएँ, अब भरे आउँछ इन्स्टाग्राममा। एकदम फलो गर्दिनु होला मेरो भोडीलाई। हाम्रो फेसन स्टुडियो भनेर छ फेसबुक पेज, त्यो पनि फलो गरिदिनु होला। यो चाहिँ हाम्रो फेसन स्टुडियो। मेरो बहिनी चाहिँ रवि चाहिँ कहाँ गएर बहिनी भन्दै न। बहिनी पुरा लुक्दै छिन्, ओप्पो देखाएर रियलमी देखाएर। मेरो लाज लाग्यो अरे होइन। भरे बहिनी कोर्डन गाइस म चाहिँ आइपुगेँ रवि भाइको दोकानमा। रवि भाइ छैन, रवि भाइ स्विमिङ खेल्न गएको छ। र आजको भ्लग चाहिँ धेरै कुछ हुन पाएन किनकि धेरै कुछ भयो तर मैले देखाउन पाएन। किन भन्दा बिहाइन्ड द सिनहरु देख्न पाउनु भएन होला किनकि म र दाइ मात्रै थियौँ, दुईजना मात्रै थियौँ। दुईजनामा कसले अब खिच्नु कि अब त्यहाँबाट बनाउनु कि बिहाइन्ड द सिन, त्यही भएर बिहाइन्ड द सिन आएन। तर पनि भ्लग एकदम राम्रो छ, छोटो छ, राम्रो छ। होप इन्जोय गर्नु होला र हाम्रो युट्युबलाई 1K सब्सक्राइबर जल्दी टेकाइदिनु होला भनेर म एकदम आशा गर्दछु गाइस। र यसै गरी यो आजको भ्लग यहीँ एन्ड गर्छु। धन्यवाद।